बतासिनु फुटबल क्लब काउसुकी 13 देख्न सक्छौँ भने सेतो जर्सीमा कदमपुर एफसी देख्न सक्छौँ। बेटा त्यो बोल स्ट्रगल गर्न थोरै भयो नि कृपया टिम म्यानेजर टिम कोच तथा अतिथिहरूको लागि राखिएको कुर्सीमा बस्नुहुने सम्पूर्णमा एउटा जानकारी गर्न चाहे। एउटा कुर्सीमा एकजना भन्दा धेरै नबस्दिनु होला। कुर्सीको क्षमता भनेको एकजना बस्नको लागि मात्र हो, त्योभन्दा धेरै नबस्दिनु होला। कुर्सी र मान्छे दुवैलाई नोक्सानी हुन सक्छ दुईजना बस्दा, त्यही भएर ध्यान पुर्याएर बस्नु होला। हाम्रो आज पहिलो गेमको पहिलो हाफको सुरुवाती भइरहेको छ। बल्ल मलाई यहाँ थाहा भयो। अफिसियलमा बसेर हल्ला होइन है। बाट भिडियो खिच्नको निमित्त नारायण घिमिरे आइपुग्नु भएको छ। उहाँले प्रत्यक्ष लाइभ गर्दै हुनुहुन्छ। मोबाइलबाट हामीले लाइभ हेर्न पनि सक्नेछौँ। भोलिन्टियर भएपछि बल खेलेर बस्नु नयाँ बल्लर खेलेर बस्ने काम हो बाबु कान्छा। गेम हार्ने अनि पुऱ्याएर गेम हाम्रो आजको पहिलो गेम बतासिनु एफसी काउसुकी भर्सेस कदमपुर एफसी भइरहेको छ र हामी मैदानमा देख्न सक्छौँ रेड जर्सीमा कदमपुर एफसी रहेको छ भने व्हाइट ब्लू कलरमा बतासिनु क्लब रहेको छ। हाम्रो दोस्रो गेम सिजी बोयज भर्सेस आरुङखोला जिनाइट क्लब हुन गइरहेको छ। आजको गेम एकदमै दुवै गेम रोमाञ्चक रहने हामी देख्छौँ। सकेको छ र हामी देख्न सक्छौँ दुवै टोली अट्याकिङको प्रयासमै नै रहेको छ र अहिलेसम्म कुनै पनि टिमले खाता खोल्न सफल भएको छैन। प्रयोग अट्याकिङमा कदमपुर एफसी